सबैजनालाई कस्तो छ? म फेरि मेरो ग्याङसँग आएँ। यो मेरो सानो ग्याङ हो। अब म मेरो ग्याङसँग जाँदैछु खाना खान। पोस्ट अफिस जाने पनि काम छ। अनि पोस्ट अफिस जाने, अनि केही खाना खाने, अनि छोरोसँग खेल्न जाने पार्कमा। मेरो छोरी चाहिँ मजाले बस्नु छ सानो। आफै मेरो छोरीको मुख सुन्नेको रहेछ। सानो भएन भएन अगाडि हेर। पोस्ट अफिस आइपुग्यौँ किनभने आज 12 बजे बन्द हुन्छ। 12 कि 1 बजे बन्द हुँदैछ। छिटो आएको। के भयो सानो? त हिँड न, पहिला पोस्ट अफिस हिँड न। छिटो बन्द हुँदैन, छिटो आएको। थ्याङ्क गड पोस्ट अफिस खुल्ने रहेछ। सानो हिँड आस। पोस्ट अफिसको काम चाहिँ भ्याएँ। डिसाइडै गरेँ हामी के खाने हो। हिँडिरहेछौँ बाटो। अहिले केएफसी आछौँ। आई मिस केएफसी यार। पहिला कति खान्थेँ। दामी वेदर भएको छ यार। हल्का चिसो पानी पनि परेछ। पानी परिरहेछ कहाँ। पार्कमा जान मिल्दैन, बरु प्लाजा डुल्न जान्छौँ। अनि त्यसपछि घर जाने, मोमो बनाउने, खाने। लिपस्टिक लिनु पर्यो। मलाई एउटा लिपस्टिक चाहिरहेछ। रेड कलरको लिपस्टिक चाहिरहेछ। सो म चाहिँ लिपस्टिक हेर्न जान्छु। यो वाला मलाई चाहिँ यसमा रुबी यो वाला लिन्छु अहिले। यो रेडमा हो। बस मलाई रेड लिपस्टिक चाहिँ चाहिरहेको थियो क्या। हामी चाहिँ डुलिरहेछौँ। हजुर त डगीको प्लेग्राउन्ड हो क्या सानो। राफे तिमी के गरेको? तलाउ छिटो तलाउ। अहिले बुङ्गा हुन्छ। छिटो तलाउ। दामी वेदर भएको छ। अब त मोमो चाउमिन खाने। मैले अचार बनाउँदैछु। अब मोमोको अचार, टमाटर, लसुन अनि हरियो खुर्सानी अनि नुन मात्रै हाल्नुपर्छ। चिकन मोमोको लागि हो। यो चाहिँ बोनलेस चिकन हो, तर यसलाई म मिक्सरमा सानो सानो बनाएर अनि किमा बनाउँछु। अनि प्याज आएको अचार चाहिँ रेडी भयो। अब यसलाई एकछिन राख्छु 5-10 मिनट, अनि त्यसपछि ब्लेन्ड गर्ने हो। अनि त्यसपछि मेरो मोमोको अचार रेडी। किमा चाहिँ रेडी भयो। अब किमामा म प्याज सबै मोमोको मसला बनाउँछु। अब म फिलिङ हो यो। मैले मासु, प्याज, मोमो मसला, नुन हालेको छु। धेरै मासु हाल्यो भने एकदम साह्रो हुन्छ। पछि मोमो बनाएपछि जब मैले प्याज चाहिँ एउटा पुरा फुल हालेको छु। अब हेर मैले यो चाहिँ मैले बाहिर पसलबाट लिएर, यो चाहिँ चाउमिन मैले बाहिर पसलबाट लिएर आएको। अनि अब यो चाउमिन बनाउने मैले सबै काटेर रेडी बनाएको छु। मोमो चाहिँ म बनाउने हो, अनि चाउमिन चाहिँ अब बुढोले आएर बनाउँछ। मोमो बनाउँदैछु। बुढोले चाहिँ यहाँ काट्दै हुनुहुन्छ सानो सानो गरेर, किनभने काटेको चाहिँ भएन अरे, आफै काट्दै हुनुहुन्छ। अब 15 मिनट राख्छु, अनि 15 मिनट पछि चाहिँ रेडी हुन्छ हाम्रो मोमो। यहाँ चाहिँ मेरो बुढोले मोमोको पट्टी बनाउँदैछ। मोमो बनाउँदैछ, केही छैन, गर्छ। मेरो मोमो रेडी भयो। यो चाहिँ हाम्रो मोमो भयो। अनि यो चाहिँ अचार। अब पहिला मोमो खाने, अनि त्यसपछि चाउमिन बनाउँछ हाम्रो बुढो, मेरो बुढोले।
मैले बनाउँदाखेरि एकदम साह्रो भएको थियो, तर यसपालि यस्तो सफ्ट छ किनभने मासु धेरै छैन। बुढो कस्तो छ? चिकन चाउमिन बन्दैछ। आमामा बुढो कतिखेर तेल हालेको ल। चिकन चाउमिन हो, मेरो बुढोले बनाउँदैछ। अब हेरौँ कस्तो बनाउँछ। हाम्रो चाउमिनको चाहिँ रेडी भयो। के भन्छ तरकारी के होइन मासुहरू। मेरो बुढोले भाँडा चेन्ज गर्नुभयो किनभने त्यसो भने एकदम सानो थियो क्या, मैले भनेको बुढो त्यो भाँडा सानो छ भनेर भनेको थिएँ। हाम्रो चाउमिन चाहिँ रेडी भयो। बुढो राम्रो बनाएको छ। अब टेस्टमा थाहा हुन्छ कस्तो हुन्छ। हाम्रो चाउमिन चाहिँ रेडी भयो। अब मैले खाएला।